हेलो गुड आफ्टरनुन एभ्रिवान। कस्तो हुनुहुन्छ तपाईँहरू? सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु, बसिरहेको छु। फिलहाल चाहिँ यहाँ चाहिँ पानी पर्दैछ है। म चाहिँ अफिसमा छु, त्यहाँ पानी पर्दैछ। सो ठिकै हुनुहुन्छ होला तपाईँहरू पनि। म पनि सन्चै छु, सुविस्तै छु तपाईँहरूको आशीर्वाद मायाले। र तपाईँहरूलाई धेरै धेरै धन्यवाद, यति माया दिइराख्नु भएको छ, सपोर्ट गरिराख्नु भएको छ है। त्यसको लागि धेरै 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 धन्यवाद। अनि अर्को चाहिँ के भन्न खोज्दाखेरि चाहिँ नि, मलाई चाहिँ एउटा क्वेसन सोध्नु थियो साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ भन्नुलाई। कतिजना मान्छेहरू यस्तो हुँदो रहेछ के, त्यो भन्छ नि, एउटा उखान पनि छ नि, मुखमा राम राम बगलीमा छुरा भन्ने मान्छेहरू हुँदो रहेछ नि। त्यस्तो अब म चाहिँ अब यस्तो लाग्थ्यो कि होइन, राम्रै होला, सबैजनालाई राम्रै सोच्थेँ, राम्रै गर्छु, मेरोबाट जति सक्दो मान्छेलाई राम्रै गर्ने कोसिस गरिरहेको हुन्छु। तर पनि त्यो मान्छेहरू चाहिँ खै अब म त्यस्तो के बा उनीहरू मसँग सेटिस्फाई नभएको हो, त्यो चाहिँ म भन्नु सक्दिनँ। सो त्यस्तो मान्छेहरूलाई सँग चाहिँ कस्तो खालको रिलेसन राख्नु पनि या के गर्नुपर्ने, तपाईँहरूलाई केही आइडिया छ भने चाहिँ प्लिज मलाई पनि सजेस्ट गरिदिनुहोस् ल। सो सबैजनालाई शुभ दिन, के भन्नु अब है। सबैजनालाई धेरै धेरै माया, अनि यसरी सपोर्ट गर्दै जानुहोस् होला, साथ दिनुहोस् होला है। तपाईँहरूको धेरै धेरै अझै सपोर्ट र साथको मायाको जरुरत छ। सो यस्तै माया सपोर्ट गर्दै जानुहोस् होला भन्ने आशा राख्दछु। थ्याङ्क यू सो मच, बाई बाई।